हामी ऱ्याङ्किङ अर्डरको क्वेसन गर्छौँ, ठिक छ। यसको डिफ्रेन्ट टाइप हुन्छ, त्यो सबै टाइप हामी यहाँ कभर गर्छौँ। फर्स्ट टाइप रहेछ फर्मुला बेस्ड। फर्मुला मानौँ यो E1 प्लस E2 माइनस 1। E1 भनेको एउटा साइड हो, E2 भनेको अर्को साइड हो। यो दुवैबाट यो 1 घटाइदिन्छु भने त्यसको टोटलको फर्मुला आउँछ। यस्तैमा एउटा क्वेसन छ, एउटा लाइनमा रोहन बायाँबाट 17 हो र दायाँबाट कति 22 क्रममा छ भने सो पङ्क्तिमा कतिजना विद्यार्थी छन्, टोटल सोध्या। रोहनको दुईटा बायाँबाट पनि पोजिसन दिएको छ र दायाँबाट पोजिसन पनि दिएको छ, ठिक छ। अनि त्यसको बेसिसमा हामीले के कति टोटल विद्यार्थी रहेछ त्यो पत्ता लगाउनु छ, ठिक छ। त हामी हेर बायाँबाट दिएको छ जुन पनि मान्दा छ, बायाँबाट मान्दियो हामी E1 छ कति 17 हो भनेको E2 दायाँ भइहाल्छ कति 22 भनेको टोटल निकाल्दा हामी फर्मुला युज गर्दै E1 प्लस E2 माइनस 1 गर्दै भनेको कति 17 प्लस 22 माइनस 1 कति हुन्छ, यसको 39 माइनस 1 भनेको 38। टोटल विद्यार्थी कति भइहाल्यो 38 जना भइहाल्यो, ठिक छ। यहाँ 1 माइनस गर्नुको रिजन यो रहेछ नि कि रोहन बायाँबाट पनि गनिएको रहेछ, दायाँबाट पनि गनिएको रहेछ। त्यसै कारणले दायाँ अनि बायाँको पोजिसन, दायाँ र बायाँ पोजिसनमा रोहन दुईचोटि काउन्ट भएछ कि त्यही भएर -1 गरेको रहेछ, ठिक छ। हामी अर्को क्वेसन गर्छौँ। यस्तैमा यसको नेक्स्ट क्वेसन रहेछ, टाइप त्यही हो फर्मुला बेस्ड। भनेको भनिरहेछ कि मान्छेहरूको एउटा लहरमा जुनसुकै बायाँबाट पनि या दायाँबाट हेरी सबको पोजिसन के छ 7 रहेको छ भने टोटल के निकाल्नु छ भनेको फर्मुला त्यही युज गर्दा E1 प्लस E2 माइनस 1। दायाँबाट पनि कति भनिन्छ जुनसुकै छेउ भनिरहेछ, त E1 E2 के हुन्छ दुवै सेम भइहाल्छ। 7 7 माइनस 1 14 माइनस 1 भनेको 13, ठिक छ। हामी यसको अर्को पनि क्वेसन गर्छौँ। टाइप त्यही हो फर्मुला बेस्ड नै, तर क्वेसन हल्का यताउति मतलब हल्का मोडिफाई गरिदिएछ। यसमा 40 जना भेडाहरू भनेको छ भनेको टोटल भनिदिएछ 40 जना हो, 40 वटा भेडा छ भने सो भेडाहरूको पङ्क्तिमा दायाँबाट डली नाम गरेको भेडा कति 14 हो भनेछ भने बायाँबाट मान्दियो E1 14 बाई E2 निकाल्नु छ, ठिक छ। फर्मुला लेखिदिउँ E1 प्लस E2 माइनस 1 टोटल दिएको छ 14 40, E1 14 E2 निकाल्नु छ -1 भनेको E2 निकाल्दा यो माइनस यहाँ प्लस भनेको 41 माइनस 14 भनेको 27। यसको बायाँको पोजिसन के भइहाल्छ 27 भइहाल्छ। फर्मुला बेस्डको लास्ट क्वेसन रहेछ, भनिएको छ कि 18 जना विद्यार्थीहरूको एक पङ्क्तिमा बायाँ छेउबाट टिना छाटो भए भनेको सरी टिना होइन रिना है, रिना छाटो भए दायाँबाट टोटल स्टुडेन्ट दिएको छ, टोटल भनेको 18 जना। रिनाको बायाँ छेउबाटको पोजिसन छाटो मान्दै E1 छ 6 भनेको दायाँबाट निकाल्नु छ भनेको E2 निकाल्नु छ। फर्मुला थाहा छ E1 प्लस E2 माइनस 1 टोटल 18, E1 भनेको 6 E2 निकाल्नु छ -1 18 यो गरे 5 प्लस E2 निकाल्दा कति आउँछ 13 भनेको रिना बायाँबाट छाटो भयो दायाँबाट त्यसको पोजिसन कति होला 13 होला, ठिक छ। हामी अर्को यसको टाइपमा आउँछौँ छिटो, तबसम्म लाइक सब्सक्राइब गर्दै राख्नु।